नमस्कार। डिजिटल मार्केटिङको दुनियाँमा कहाँबाट सुरु गर्ने भनेर अलिकति अलमल भइरहेको छ। चिन्ता नगर्नुहोस्, आज हामी विशेषज्ञ भरत मगरको सल्लाहलाई आधार मानेर एकदमै सरल र स्पष्ट बाटोको बारेमा कुरा गर्नेछौँ। ल, यो यात्रा सुरु गरिहालौँ है त। हो, सबै कुरा यही प्रश्नबाट सुरु हुन्छ। चाहे आफ्नो व्यापारलाई अनलाइनमा फैलाउने सोच होस् वा घरमै बसेर आम्दानी गर्ने नयाँ बाटो खोज्ने रहर, यी दुवैको जवाफ डिजिटल दुनियाँमै लुकेको छ। यदि मनको जवाफ हो भन्ने छ भने यो जानकारी एकदमै काम लाग्न सक्छ। हो, ती लक्ष्यहरू पूरा गर्ने सबैभन्दा शक्तिशाली माध्यम नै डिजिटल मार्केटिङ हो। र आजको समयमा यो एउटा अप्सन मात्रै होइन, यो त लगभग अनिवार्य नै भइसकेको छ। त्यसो भए यो यात्राको सुरुवात कसरी गर्ने त? आउनुहोस्, हामी यो पुरै प्रक्रियालाई एकदमै सजिलो चरणहरूमा टुक्र्याएर हेरौँ। ल, यो भयो डिजिटल यात्राको रोडम्याप। हामी 3 चरणमा अघि बढ्नेछौँ। सबैभन्दा पहिला सोशल मिडिया विज्ञापनबाट सुरु गर्ने, किनभने यसले तुरुन्तै रिजल्ट देखाउँछ। त्यसपछि वेबसाइट र एसइओ मार्फत एउटा बलियो र लामो समयसम्म टिक्ने जग बनाउने, र अन्तमा यी सिपहरूलाई कसरी अर्को तहमा लगेर एक्सपर्ट बन्ने भन्ने बारेमा पनि हेर्नेछौँ। ल, अब जाउँ पहिलो चरणमा, जहाँबाट तुरन्तै नतिजा देख्न सकिन्छ, र त्यो हो सोशल मिडियाको पावरलाई प्रयोग गरेर। सुरु गर्नका लागि सबैभन्दा छिटो र प्रभावकारी बाटो भनेकै फेसबुक र इन्स्टाग्राममा विज्ञापन चलाउन सिक्नु हो। किन होला? किनभने यसले सिधै सम्भावित ग्राहकहरूसम्म पुग्न मद्दत गर्छ अनि तुरन्तै व्यापारमा वा सोधपुछमा फरक देखिन थाल्छ। तत्काल रिजल्ट त एकदम राम्रो कुरा हो, तर अब पालो आउँछ एउटा बलियो र दिगो जग बनाउने, जसले लामो समयसम्म फाइदा दिइरहोस्। एसइओ, यो शब्द धेरैले सुनेको हुनुपर्छ, तर यो वास्तवमा के हो त? एकदम सरल भाषामा भन्नुपर्दा एसइओ भनेको गुगल जस्ता सर्च इन्जिनमा कसैले केही खोज्दा आफ्नो वेबसाइट सजिलै भेटिने बनाउने प्रक्रिया हो। यो भनेको आफ्नो डिजिटल पसललाई सबैभन्दा व्यस्त बजारको सबैभन्दा अगाडि राख्नु जस्तै हो, ताकि सबैले देखुन्। विज्ञापन र एसइओ बीचको फरकलाई यसरी बुझौँ न। विज्ञापन एउटा रकेट जस्तै हो, पैसा हाल्ने बित्तिकै तुरन्तै माथि पुग्छ, तर इन्धन सकियो कि त्यो रोकिन्छ। अर्कोतिर एसइओ भनेको चाहिँ एउटा बिउ रोप्नु जस्तै हो। यसलाई हुर्कन समय लाग्छ, तर एकपटक रुख बनिसकेपछि यसले लगातार अनि सिधैमा फल दिइरहन्छ। अब जब जवाबदारी कुराहरूमा राम्रो पकड बन्छ, त्यसपछि आफ्नो सिपलाई अर्को तहमा लैजाने समय आउँछ। अब कुरा गरौँ केही एडभान्स सिपहरूको। यसमा पर्छन् मानिसहरूलाई काम लाग्ने लेख वा भिडियो बनाउने, जसलाई कन्टेन्ट क्रिएसन भनिन्छ, अरूको सामान प्रवर्धन गरेर कमाउने अफिलिएट मार्केटिङ, र ग्राहकहरूसँग सीधा सम्बन्ध बनाइराख्ने इमेल मार्केटिङ। यी त्यस्ता हतियारहरू हुन् जसले एक सामान्य मार्केटरलाई विशेषज्ञ बनाउँछन्। अन्तमा यो बुझ्न एकदमै जरुरी छ कि यो कुनै अन्त्य होइन, बरु एउटा निकै रोमाञ्चक यात्राको सुरुवात हो। भरत मगरको यो सन्देशलाई याद राखौँ है। म पनि यिनै चरणहरूबाट सुरु गरेको हुँ, तपाईले पनि सक्नुहुन्छ। यसको मतलब के हो भने हरेक एक्सपर्टको सुरुवात यस्तै सामान्य चरणबाटै हुन्छ। यो बाटो सबैको लागि खुला छ। त्यसो भए सबैभन्दा महत्त्वपूर्ण सन्देश के हो त? यदि डिजिटल मार्केटिङ सिक्ने हो भने कुनै पनि कुराको लागि पर्खिनु पर्दैन। सबैभन्दा राम्रो समय भनेको अहिले नै हो। आजैबाट सुरु गरौँ। र अन्त्यमा एउटा प्रश्न सोचौँ त, यो सबै जानकारीपछि आफ्नो डिजिटल यात्राको पहिलो कदम के होला? फेसबुक विज्ञापनबारे सिक्ने कि एसइओ बारे अलि खोज्ने? जेसुकै होस्, याद राखौँ, पहिलो कदम चाल्नु नै सबैभन्दा ठूलो सफलता हो।